रवि लामिछाने दाजुपछि महान गृहमन्त्री सुजन गुरुङ हो भन्दा फरक नपर्ला। उहाँ सिक्युरिटी बिना नै यसरी जनताको बीचमा, जनताको माझमा जनताको गुनासो सुनेर यसरी जनताको समस्याहरू बुझिरहेका छन्। जनताको समस्या समाधान गर्नुहुन्छ हुन्न त्यो भने हेर्नु बाँकी नै छ। तर सबैभन्दा ठुलो मानवता भनेको जनताको माझमा गएर उहाँहरूको समस्या र उहाँहरूको दुःख पीडालाई बुझ्नु सबैभन्दा ठुलो भन्न म चाहन्छु। उहाँको लागि मनैदेखि सल्युट गर्न चाहन्छु। एकचोटि भिडियो हेर्नुहोस्। हामी त सपनामा पनि हजुरलाई सम्झिन्छु, विपदमा पनि हजुरलाई सम्झिन्छु। हजुरले यति चाहिँ गरिदिनु पर्छ होइन, सपनामा पनि सम्झिन्छु म त। विपदको त पुरै छोड्दिनँ। अब मेरो मन्त्रालयको अन्तर्गत पर्दैन। म थाहा नभएको कुरा म तपाईँलाई लाल पूर्जा दिन्छु भनेर म भन्नु मिल्दैन होइन। तर मैले चाहिँ भूमि मन्त्रालयसँग चाहिँ कुरा गर्छु के रहेछ भनेर बुझ्नु त पऱ्यो नि त। त्यो नबुझिकन तपाईँ यहाँ आएर अब तपाईँलाई चित्त बुझाउनको लागि मैले चाहिँ हुन्छ म दिन्छु भनेर भन्नु त मैले मिल्दैन कि। सबै सरकारहरू हजुरले भन्ने बेलामा आउनुहुन्थ्यो, अरू बेलामा आउनुहुन्थेन। त्यसरी भेट्नु सरकारलाई पाठेर हामीले लाइन सरकारलाई भेट्ने गइन् जनताले गर्दा हामी बनेको जन्मदै जगतमा कैयौं प्रहार आए, साम्राज्य दुई हारे नसान हाम्रो। रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो। रातो र चन्द्र सूर्य जगतमा कैयौं प्रहार आए, साम्राज्य दुई हारे नसान हाम्रो। भिडियो मन परे लाइक, कमेन्ट, सेयर र फलो पनि गरिदिनु होला। जय नेपाल।